फेरि स्कुल पठाउनु भएन त होइ मानिनन् के सर पढ्दैनन् भने एउटा इन्डियातिर गयो एउटा यही बसेका छन् यसलाई त अब यत्रो उमेर विद्यालय उमेरको तपाईँको पहिला 3 मा भर्ना गरिनु भयो पठाइदिनु भएन हजुर फेरि दुईचोटि 3 मा भर्ना गरिनु 2 वर्ष 4 वर्ष पठाइदिनु भएन अहिले त फेरि मै आफै आएर अब के हो समस्या बुझौँ भनेर हजुर हजुर तपाईसँग आएको हैन हजुर के छ समस्या बताउनुस् अब हामीले गर्नुपर्ने के छ अब निशुल्क रूपमा भर्ना गरिन्छौँ किताब काफी अब हामीले निशुल्क दिन्छौँ विद्यालयमा बरु हजुर हजुरले खुरु पठाइदिनुस् केही समस्या छ भने भन्नुस् नास्ता पनि मिल्छ हजुर बरु झोला किन्न सक्ने अवस्था छैन भने म विद्यालयबाट मिलाइदिन्छु अब के छ समस्या भन्नुस् खुरु स्कुल पठाउनुस् अनि केही सरहरूले त्यसो नराम्रो गरेर स्कुल गएको होइन भने पनि भन्नुस् मसँग आएर हैन म गरिदिन्छु तर विद्यालय पठाउनुस् यसरी अब विद्यालय जाने उमेरमा घरमा नराख्नुस् है यो भनेको अब तपाईको छोराछोरी पनि बिग्रिने हो अब भोलपल्ट त अब गाह्रो हुन्छ सबै पढे लेखेको समाज हुन्छ हजुर हामी नपढ्दाखेरि दुःख पाउनु भयो त्यति सोच्नुस् र छोरालाई पठाइदिनुस् बरु के समस्या छ भन्नुस् घरमा एकदम आर्थिक छ भने तपाईको केही शुल्क लाग्दैन बरु विद्यालयबाट दिने सेवा सुविधाहरू म मिलाइदिन्छु छात्रवृत्ति लगाएर अरू केही उबर आयो भने अरू त्यस्तो समस्या छ भने तर विद्यालय खुरु पठाउने काम तपाईले गरिदिनुस् झोला पनि छैन भने म विद्यालयबाट नै अब गर्ने व्यवस्था गरिदिन्छु अब काफी कलम पनि म बरु विद्यालयबाट दिन्छु भो तपाईले गर्नु परेन अब सबै गरिदिन्छु भोलपल्ट पढ्यो भन्दा तपाईकै छोरा हुने हो नि त मेरो छोरा हुने त हैन म त भोलि काम गर्छु भोलपल्ट गइहाल्छु हो कि हैन काम गर्ने एउटा कर्मचारी हो म त अब मेरै गाउँ जाम्ला अथवा कहीँ जाम्ला तपाईको छोराले पढेन भने त जीवन जिन्दगी दुःख पाउँछ नि हो कि हैन छोरीलाई पढाएन छोरी पहिला गइदियो अब पढ्दै अब बसिन पढिन अर्को छोरालाई पढाए दुईटैले हाले त्यो पनि पढिन लो यहाँ त हैरान पारिस भनेर ढुलेर हटाएर पठाइदिएमा चल्थेन यही सानो नानी छ अब नै त के भन्छस् पढ्दैनस् है मम्मी एक्लै भाइ पनि त स्कुल त बरु दिया बड्डा गरानी भेरा बाख्रा हेर्छ बास केही इच्छा छ घाँस न भाइ म काट छोड्छु बरु जान्न म त पढ्छस् भने तँलाई कुनै त्यो ऊ छैन पढ्ने होइन त जानै पर्छ यसको त्यसो गर्छन् सर मैले के गरौँ अब यता बोलाउनुस् त जाऊ गोलकतिर यता बोला ल यहीँ जा राम्रो तरिकाले तेरो उहाँ त्यति सुविस्ता ऊ दिन्छु भनिसकेपछि मैले थोरै राख्छु त यहाँ सबै दिन्छु बरु म अब तपाईले पढाउन सक्नुहुन्न कापी कलम म दिन्छु यसरी घर राख्नु भएन के अब योले सुन्छु मैले गाउँमा हिँड्छ अरे अरू कोही गाउँमा केही सामान ओसार्न हिँड्छ अरे चुरोटहरू यताउति ओसार्न हिँड्छ अरे भन्ने मैले सुन्थेँ बालबाल त्यस्तो पनि प्रयोग गरेर हुन्न यो अरूले पठान्छन् सर अब रक्सी पानी त मैले खान्न हेर्नुहोस् स्योर त्यही त मैले खान्छु हेर्नुहोस् यदि अब मैले रक्सी पानी यता जहाँ रक्सी त्यति मैले खान्न हेर्नुहोस् हजुर किन भनेपछि आफूले सुरक्षा गरे ठिक हुन्छ मैले अब कुनै चिज हो बेरी पनि मैले खान्न बेरी त अब कोही पुरानो मान्छे अब खान्छु हेर्नुहोस् तर जहाँ रक्सीको यिनी अनुभव मैले गर्दैन मैले सुनेको अरूबाट मैले सबैले सोध्छु को किन आएन स्कुल किन के कारण छ त्यसको समस्या के छ मैले त थाहा छैन समुदायमा म बल्ल 2 वर्ष भयो आएको अनि अरूबाट सन्छु सबै अरू केटाकेटीबाट मैले सबै सोधिरहन्छु दिनौ अब यसको घर आम्ला भनेको म आउन फुर्सद मिलेन अब हजुरले उ गरेर फोन गर्नु भन्दा पनि म आएर पर्छ चाहिँ के छ समस्या मैले गर्न पर्ने के रहेछ भनेर हैन यिनको लागि त पढ्दै भनि सर मैले केही डक्टरले देखेन अब मैले त यिनले त अचाल त हैरानै गरेर म त भन्नै छोडेँ पढे तिनकै लागि हो आफूले सिपसिपके भनिएन छेउको मान्छे माझ पस्नुहुन्छ माझको मान्छे छेउ पस्नुहुन्छ हैन कुनै टौलित छैन पढ छोरा भनेर मैले भिन्डी जोरे अब इन्डिया लएँ अब सुधर्चक भनेर बुढाबुढीले त लग्र गम त्यहाँबाट नि सुधरिन फेरि स्कुल हाल्ने फोहोर पनि हाल्ने लेखाएँ पढिनन् पढाएर पनि लेखाएँ दुईचोटि त्यहाँ मैले नाम लेखाइदिएँ त्यहीबाट हुक्कै परेर ल उता सुक जाऊ भनेर मैले हालिदिएँ जेलले हाला छोडेर मैले छोडेँ मलाई समस्या पर्छ के पुग्दैन यिनलाई जे पर्छ मै गर्छु भन्ने म यिनले मान्दैनन् मैले के गर्ने तिनैमा अहिले साल तिनै निकाल्छ आइसालदेखि त उ आइजा यता बाहिर आइज केही के छ आइजा तँलाई केमा अर्जुक छ बिहान खाने 10 बजे जाने 4 बजे त स्कुल दियो बान्ने भेरा बाख्रा बान्ने बेला आन्छस् एक्लै छोडेन त गर्छ म घर हुँदा मै गर्छु म न यता काम नगर्दा म नहुँदा गर्छ ए प्रदीप यहाँ आइज प्रदीप यता आइज बाबु यता आइज यता बस यता बस किन स्कुल जानुहोस् ल बस यसमा बस यता किन स्कुल गइनुहोस्
पापा गए पनि भ्यान मम्मी पापा गए पनि त एक्लै बसेर पढ्ने होइन जाने नि स्कुल गाई हेर्ने कि भेडा बाख्रा हेर्ने तपाईँहरूको गाई भेडा बाख्रा धेरै छ र होइन के को होस् दुईटा 12वटा छ सबै गरेर अनि किन 2 वर्ष नै स्कुलै गइनस् नाम लेखाइदिनु भयो स्कुलै आइनस् मैले खोजिरहेँ तँलाई अब त्यो सबैभन्दा तल रहेछ तपाईँको बाक्लाङको सबभन्दा तल रहेछ भन्दा पनि भएको छैन अब किन उ गरेछ त अब केही समस्या परेर आएको गरेको स्कुलमा त्यस्तो केही उता भएको होइन किताब त ल्याएछस् किताब त छ किताब छ नि पोहोर ल्याएको छ पोहोर पनि पढाएर पनि ल्यायो होला पढाएर त अब भर्ना भइसकेको ठाउँमा आउँदाखेरि गर्दाखेरि यो अब पोहोर चाहिँ मैले खोजेर स्कुल आइन 1-2 दिन त गयो त्यसपछि स्कुलै गएन किताब छन् तिनका किताब निकाल्नु अनि अहिले त मैले जसरी भने लिन्छु भनेर गरेको अब त स्कुल जाने उहीबाट त काफी कलम उहीबाट दिन्छु है झोला पनि दिन्छु स्कुलबाट है म झोला स्कुलबाट दिन्छु किनेर अनि काफी कलम दिन्छु त्यसपछि नास्ता खानु मिल्छ साथीहरू जान्छन् है गोलुहरू जान्छ यी गोलुहरू पनि जान्छ है खुरुखुरु स्कुल जाने शनिबार मात्रै आमाले सह गर्ने छुट्टीको दिन आमाले सह गर्ने है हुन्छ कि हुन्न हुन्छ है भोलिबाट जान्छन् किताब लगाउने उ गर्ने हट के हो मैले है 2-4 दिन पर लग्न भनी छोड भन्छु के है माथि जाने है के छ समस्या त्यस्तो के हुन्छ के स्कुल जोडा के हुन्छ केटाकेटीले साथीभाइले गीत गाउँछन् र गर्छन् र केही गरेनन् अनि किन स्कुल नजाने त घरमा कल गरिन्छ अरे घरमा गरेर हुन्छ कि उहाँलाई दिने हो र तिमीले लेखा पढी सिके हामीले हो मैले लग्ने होइन उहाँले त किन यो सबै विद्यार्थी यत्रो गाउँको सबै पढ्दाखेरि उहाँलाई म केमा उ गरेर यो के भएको रहेछ र भनेर त बुझ्नु जति आउनु केमा समस्या रहेछ के बुझ्नु के परेको रहेछ र यो मान्छेको छोराछोरी आने दुनियाँको छोराछोरी जाने मेरो छोराछोरी नजाँदा उहाँलाई त यतिका चस्का पसेर आउनु भएछ मैले तल्ले नाक हो पैसा लाग्दैन बरु पैसा दिम्ला म उही स्कुलबाट है स्कुलबाट तल के चाहिन्छ भने 1-200 रुपियाँ दिम्ला म स्कुलबाट पनि है म काफी कलम दिन्छु अरूलाई दिइरहेको छु पेन्सिल दिइरहेको छु अरू स्कुल नजानेलाई पनि पेन्सिल दिएछु झोला दिएछु मैले दिन्छु गोलालाई थाहा छ गोलालाई दिन्छु है 50 वर्षको मेरो भाउ सर हजुरले जति सम्झाउने कोही सरहरू आउनु भएन तर हजुरले त्यति सहायता गर्दा मैले अपमान गरेर आइदिन सर होइन पठाइदिनुहोस् तपाईँहरूले गर्ने गर्नुहोस् हामी स्कुलमा गर्ने गर्छौँ है तपाईँले स्कुल पठाउनुहोस् म झोलाहरू पनि बरु त्यहीँ किनेर दिन्छु अब ऊ काफीहरू पनि मेरो व्यक्तिगत बाटो भने पनि दिन्छु गर्छु है आजलाई भइगयो भोलि तपाईँ आफै लिएर आउनुहोस् है म सम्झाउँदा गएर भोलि उ गर्नु पनि छ है कान्छ आएछ भोलि है पैसा दिउँला बरु पैसा दिउँला त्यहाँ पढिस् भने पैसा दिन्छु म है त्यहाँ पढि अनि पैसा दिन्छु काफी कलम दिन्छु है त्यहाँ साथीहरूसँग बस्ने पढ्ने है स्कुल आउने यो राम्रो पढ्थ्यो 1-2 दिन मात्रै स्कुल गयो मैले खोजिरहेँ यसलाई सोधेँ धेरैले खोजी गरेँ सबभन्दा तल हो गाउँ बाबामा यहाँ बस्नुहुन्न ऊ एक्लै छ भन्ने कुरा गर्नु हटा फेरि कहिले कहाँ हिँड्छ कहिले कहाँ हुन्छ भेट्नुहुन्न घरमा पनि भन्ने कुरा भयो म पढ्दिनँ सर आज अटोले बसेँ आज बुढी उहाँ नारायण निम्टम गई हजुर म आज पढ्दैन नै म यहाँ भनेको कहाँ हुन्छु त्यसो भए अब आइज बाबु है पैसा नि दिन्छु म पैसा नि दिन्छु पढिस् भने काफी कलम स्कुलबाट सबै दिन्छु तैँले केही गरेन डेरेस पनि बरु किनिदिन्छु स्कुलबाट ए गोलेहरूले लगाएर यस्तो डेरेस बरु म दिन्छु स्कुलबाटै है त्यस्तै स्कुलको नाम लेखेको उ गरेको डेरेसहरू स्कुलबाटै दिन्छु म है स्कुल आउने है गोलेहरूसँग आउने कहिले कहीँ शनिबार अथवा अरू छुट्टीको दिन हेर्ने गाई बसी हेर्ने पढ्ने खुरु है सरले कसैले पिट्नुहुन्न म सम्झन्छु 3 क्लासको म हो अब सबै हेर्ने यताउति गर्ने म सबै हो त्यही भएर तँलाई लिन आएको मलाई अरूलाई पनि लिन गएछ हिजो अस्ति पनि अरूलाई पनि स्कुल नजानेलाई पनि घरै गएर स्कुल ल्याएर यसलाई पनि आज लिन आएको आज यसको घरमा काम छ भनेर के गरौँ फेरि पारी घरहरूमा पनि जान्छ कि त्यहाँ पनि छन् त्यस्तै छन् स्कुल जाने पारीको घरमा पनि जाने अब म अहिले हुन्छ भोलि लिएर आउनु होला है यसलाई है आइस बाबु है डेरेस पनि दिन्छु म स्कुलमा डेरेस दिन्छु यसको गोले जस्तो डेरेस दिन्छु मुनि पैसा त लाग्दैन है पैसा लाग्दैन काफी कलम पनि म दिन्छु तँलाई पेन्सिलहरू सबै दिइरहन्छु उ गरेन सक्यो भने मलाई माग्ने है झोला 1 वर्षले हुन्छ किताबहरू त्यसरी दिन्छु किताब छ भने तेरो किताब पहिला किताब छान लिएर आएछ है यो किताब घरमा राखेर के गर्ने है नयाँ किताब दिउँला पुरानो गरेर है ल आउने
नयाँ दिन्छु म है आउँछस् नि नाम लेखानै निशुल्क भयो के नाम लेखानै परिन केही पैसा पनि उल्टो पैसा दिन्छु म अझ उल्टो दिनुहुन्छ पैसा म पैसा दिन्छु त तँलाई स्कुलबाट एक वर्षमा पढिस् भने एक वर्षमा मैले तँलाई पैसा दिइरहन्छु है एक वर्षमा पढिस् भने टिकिस् भने मैले तँलाई पैसा दिन्छु एक वर्षपछि म तँलाई पैसा दिन्छु झोला दिन्छु गर्छु है झोला दिनुहुन्छ सब दिनुहुन्छ सब दिन्छु गर्न पर्छ तँलाई कापी कलम पनि अब त्यति भनिसक्नु भएन उहाँले दिने विचारको दिने छात्र दिनस् भने बरु स्कुल छोड्लास् मैले दिन भने स्कुल छोड्लास् बरु दिनु भन्छ भने छोड है जा खुरु खुरु केही भन्दा दिनस् भने सरले दिनु भएन भने स्कुल छोड्ला कापी दिनु भने मैले कलमहरू दिनु भने उडिन भने लास्ट टाइम पढिसकेपछि लास्ट टाइम पैसा दिन्छु क्या एक वर्षमा यिनी केटाहरू जान्छ यिनीसँग जाने निक्लिने है त्यो महिला केटा छ के भन्छन् त्यो यो रिडमहरु तिनीहरु छन् क्या छिमेको सबै छन् चिनेका है तँलाई के नपुग्ने के छ कुरा बुझिस् कति वर्ष भयो यो अहिले 12 वर्ष भयो 12 वर्ष भयो ल ठिक छ जे भए पनि अब यसलाई चाहिँ स्कुल भोलिदेखि तपाईँ आएर लिएर भोलि हाम्रो अभिभावक भेला पनि छ भोलि आएर त्यहाँ बस्ने गर्ने राम्रोसँग तपाईँले लिएर सम्झे छाड्ने है तपाईँले घरमा सम्झाउनु होला म स्कुलमा गर्ने काम मैले गर्छु तपाईँले घरमा काम गर्ने काम गर्नुहोस् त्यसपछि यसलाई अब स्कुल जसरी पनि पढाउनुपर्छ है ल भोलि लिएर आउनु होला त्यही भयो पैसा सैसा पनि दिन्छु म लास्टमा तपाईँले तैँले चैतामा फेलपास हुनाले तँलाई पैसा दिन्छु राम्रो गरिस् भने पैसाले पनि पुरस्कार दिने ऊ दिन्छु म है पढ्दै गइस् भने है ल त्यही गर्ने है ल भोलि लिएर आउनु होला है